गुगलले जेमिनी 3 प्रो ल्याएर एआई संसारमै धमाका गरिदियो। यो एआईले कोडिङ, म्याथ, रिसर्च, फोटो, भिडियो सबै कुरा सेकेन्डमै बुझिदिन्छ। आखिर यस्तो के छ जेमिनी 3 प्रोमा कि सबैजना हैरान परेका छन्? आज म यस भिडियोमा जेमिनी 3 प्रोको बारेमा डिटेल्समा भन्ने छु। तपाईहरुले यो भिडियोलाई स्किप नगरिकन अन्त्यसम्म हेरेर जानकारी लिन सक्नुहुनेछ। नमस्कार साथीहरु, आजको भिडियोमा हामी कुरा गर्दै छौं गुगल जेमिनी 3 प्रोको त्यो क्षमता बारे, जसलाई अहिले फ्युचरको एआई भनेर संसारभरि चाहिँ चर्चा गरिरहेका छन्। अब हामी यहाँबाट कुरा गरौं जेमिनी 3 प्रो भनेको के हो। जेमिनी 3 प्रो भनेको गुगलको सबभन्दा अपग्रेड, सबभन्दा स्मार्ट अनि सबभन्दा शक्तिशाली एआई मोडल हो। टेक्स्ट मात्र हैन, फोटो, अडियो, भिडियो, फाइल सबै बुझ्छ यसले, हैन? यो एकदमै मल्टिमोडल एआई हो, जसले मतलब कि एआई को पुरा शक्ति नै एकै ठाउँमा छ। अब यति हुँदा हुँदै हामीलाई लाग्ला कि यसले के गर्न सक्छ। तपाईले इमेजिन गर्नु भएको सबै काम यो एआईले गर्न सक्छ। अब त्यसमा के गर्छ भन्दा कोडिङ लेखिदिन्छ। हेर्नुस् है, कोडिङ लेखिदिन्छ, बग फिक्स गरिदिन्छ, त्यसैगरी म्याथ स्टेप बाइ स्टेप चाहिँ यसले सल्भ गरिदिन्छ, रिसर्च पेपर समराइज गरिदिन्छ, यसले थम्बनेल बनाइदिन्छ, अनि त्यसैगरी फोटो र भिडियो एनालाइज गरिदिन्छ, ल्याङ्ग्वेजलाई ट्रान्सलेट गरिदिन्छ, प्रेजेन्टेसन तयार गरिदिन्छ, बिजनेस आइडिया पनि जेनेरेट गर्छ यसले, है? अब के भनौं, हैन? यसले चाहिँ सबै काम गर्छ। यु आर अल इन ओन एआई पार्टनर। यो गुगल जेमिनी 3 प्रो आएको धेरै भएको छैन, तर यो अहिले एकदमै भाइरल बनिरहेको छ। किन भाइरल बनिरहेको छ त? किनकि जेमिनी 3 प्रो गुगलको सर्च, युट्युब, डक्स, म्याप यी सबै इकोसिस्टमसँग चाहिँ कनेक्ट भएर चाहिँ काम गरिरहेको छ। त्यसैले यसको एक्युरेसी हाई, स्पिड क्रेजी अनि आउटपुट नेक्स्ट लेभल छ। मानौ कि एआई को नयाँ जेनेरेसन नै अहिले सुरु भइसकेको छ। अब यसलाई कसले युज गर्न सक्छन्, कसले चाहिँ यसलाई प्रयोग गर्न सक्छन् त भन्दा स्टुडेन्टलाई पनि यो आवश्यक छ, युट्युबरलाई पनि आवश्यक छ, फ्रिल्यान्सरलाई पनि आवश्यक छ, बिजनेसम्यानलाई पनि आवश्यक छ, बिजनेसलाई आवश्यक छ, डेभलपरलाई आवश्यक छ, रिसर्चरलाई पनि एकदमै यो पर्फेक्ट टुल हो। एकै शब्दमा भन्नुपर्दा यो सबैको लागि एकदमै महत्त्वपूर्ण एआई टुल। यो चाहिँ सबैका लागि चाहिँ एकदमै युजफुल छ। विभिन्न प्लेटफर्ममा काम गर्नुहुन्छ तपाई जुनसुकै क्षेत्रमा काम गर्नुस्, तपाई जेसुकैमा काम गर्नुस् अथवा जेसुकैमा काम नगर्नुस्, अथवा तपाईलाई कुनै आइडिया चाहिएको छ, कुनै कुराको बारेमा चाहिँ जानकारी लिनु छ भने यो एकदमै आवश्यक छ। यो एकदमै युजफुल टुल रहेको छ। साच्चै भन्ने हो भने एआई अब फ्युचर होइन, आजको रियालिटी हो। जेमिनी 3 प्रो को कुरा गर्ने हो भने जेमिनी 3 प्रोले अब प्रोडक्टिभिटी, क्रिएटिभिटी, कम्युनिकेसन सबैको लेभल अपग्रेड गरिदियो। अब जसले एआई चलायो त्यो अगाडि बढ्यो। यो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? यदि यो भिडियोले केही सिकायो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नबिर्सिनु होला। म यस्तै अर्को धमाकेदार टेक्नोलोजी भिडियो लिएर उपस्थित हुनेछु। त्यतिन्जेलका लागि मलाई बिदा दिनुहोस्।